आज चाहिँ शनिबार भएर प्याक रहेछ ल साथीहरू खुसी आज चाहिँ शनिबार हामी घुम्दा घुम्दै गोदावरीको पार्क आएको छौँ आज सटरडे भएर कस्तो प्याक है आज त पुरै प्याक छ हामी त आज घुम्दै घुम्दै गोदावरीको पार्क आइसकेको छौँ है त हेलो भन्दै हेलो आज चाहिँ मौसम चाहिँ है सानो वेदर त बेस्ट छ वेदर बेस्ट हजुर होइन गएर चाहिँ हेर्न सक्नुहुन्छ है गाइस हेर्न सक्नुहुन्छ वेदर मस्तको छ तर प्याक है पार्किङ त शनिबार नआउने किन आज त राष्ट्रिय प्याक है शनिबार भएर ल गाइस आज चाहिँ हेर्न सक्नुहुन्छ है शनिबार चाहिँ अति नै प्याक रहेछ यहाँ तपाईँलाई साइड देखाउँछु म क्या दामी हो सानो के भयो ए टिकट देखाउनु पर्यो मम्मी देखाउनु जाउँ आज हेर्न सक्नुहुन्छ यतिको भिड छ शनिबार हल्का भिडभाड बेसी छ गाइस हामी चाहिँ यता मन्दिर फुलको साइडतिर जम्मा छौँ हेर्न सक्नुहुन्छ अझ हरियाली रहेछ साने कसको भिडियो गर्छौ तिमी त्यो हरियाली छ यो वेदरमा चाहिँ एकदमै राम्रो रहेछ क्या यहाँ घुम्नलाई जहाँ हेऱ्यो त्यही मान्छे देखिन्छ भन्दियो आमालाई भन्दियो अनि कस्तो लागेको छ तिमीलाई रमाइलो लागेको छ यता हेर रमाइलो लागेको छ एकदमै हो गाइस हेर्न सक्नुहुन्छ कस्तो हरियाली छ त मम्मी र पुच्ची हिँडिरहेछन् अगाडि हिँड्नु सानो हिँड्नु तिमी हिँड्नु अगाडि अल्छी हिँड्नु सानै
यस ब्लगमा के बोल्दैन त के बोल्छु के छ अरे आज त जता है त्यतै मान्छे नानीहरु यता यताको चाहिँ हामी हेरेर अब फाइनल्ली हामी चाहिँ यो साइडतिर जान लागेछौँ जङ्गल साइडतिर रहेछ यो चाहिँ पछाडि निस्किने गेट रहेछ क्या हो जता हेऱ्यो त्यही पुरा मान्छे छ मान्छे कहाँ उता अगाडि त्यही यही त होला जङ्गल माथि खोलासोला मान्छेहरू कस्तो मजाले बस्छ है क्याम्पिङ ओके क्याम्पिङ भन्छु ड्राई पिकनिक हामी के पकाएर ल्याउनु पर्ने रहेछ है हामी के पकाएर ल्याउनु पर्ने रहेछ है अनि मजाले बसेर म्याट स्याट ल्याएर मस्त खानासाना खाएर पल्टिँदै नजाएर हेर्न ठाउँ रहेछ लगाइस तपाईँहरू चाहिँ आउँदाखेरि टक्क म्याट स्याट ल्याएर होइन ड्राई फ्रुट ल्याएर आउनु होला अनि यस्तै मजाले बसेर खाँदै वेदरको मजा लिनु होला है त सने